नमस्कार, म दिव्या एस्ट्रो वास्तु सोल्युसनबाट हजुरहरूलाई चाहिँ बारम्बार सोधेको 12 एन्युअलले 12 अकाउन्टको भेरी इम्पोर्टेन्ट फ्रिक्वेन्ट एक्स क्वेसन लिएर आएको छु। हजुरहरू समक्ष यो क्वेसन राख्दैछु। आशा छ हजुरहरूले यो क्वेसन जान्नुभयो भने चाहिँ अरू क्वेसन पनि मिलाउन सक्नुहुनेछ। यो क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ है। यो चाहिँ 2078 को क्वेसन नम्बर 12, 2079 को क्वेसन नम्बर 12, 70 को क्वेसन नम्बर 12 तीनटामा डिफ्रेन्ट प्रोभिन्समा सोधेको क्वेसन हो है। यो चाहिँ एकदम भेरी इम्पोर्टेन्ट फर 5 मार्क्स। यो चाहिँ सियरको 5 मार्क्समा आउने क्वेसन हो। अस लिमिटेड कंपनी issued 10,000 share at the rate Rs 100 is payable as follows. On application Rs 30, on allotment Rs 40, फर्स्ट एन्ड फाइनलमा चाहिँ 30 चाहिँ कम्पनीले चाहिँ पार भ्यालु चाहिँ तोकेर चाहिँ इस्यु गर्यो हैन। एप्लिकेसन वेयर रिसिभ्ड फर 20,000 shares, all the allotment made as follow. टू द 4,000 सेयर एप्लिकेसन दिनेलाई चाहिँ 4,000 नै परेको रहेछ, अनि 12,000 दिनेलाई चाहिँ 6,000 परेको रहेछ, अनि 4,000 दिनेलाई चाहिँ रिजेक्ट गरेको रहेछ। यो नील भनेको चाहिँ रिजेक्ट हो है। यो चाहिँ एकदम अलिकति सम्झिनु होला है। पहिला चाहिँ क्वेसन बुझ्ने प्रयास गरौँ। एक्सेस मनी पेड अन एप्लिकेसन वेयर युटिलाइज्ड टुवर्ड्स द मनी ड्यू अन अलटमेंट अ शेयर होल्डर होल्डिङ 2,000 शेयर फेल टु पे फर्स्ट एन्ड फाइनल कल, हेन्स हिज शेयर्स वेयर फर्फिटेड। उसले एउटा चाहिँ शेयर होल्डरले चाहिँ 200 शेयरको दरले चाहिँ फर्स्ट एन्ड फाइनल कलको मनी चाहिँ दिन नसकेको रहेछ, अनि त्यस कारण चाहिँ यो फर्फिटेड गर्यो भनेको चाहिँ कम्पनीले चाहिँ सेयर जफत गरेछ। रिक्वायर्डमा चाहिँ हामीलाई क्वेसनले सोध्यो इन्ट्रेस्ट फर एलोटमेन्ट फर्स्ट एन्ड फाइनल एन्ड फर्फिचर भनेको चाहिँ हाम्रो यो मार्क्स चाहिँ यसरी सोधेको हुन्छ। हजुरहरूले चाहिँ मैले क्वेसन पक्कै पनि बुझाएँ हैन। क्वेसन एकचोटि फेरि हेर्न सक्नुहुन्छ, स्क्रिनसट लिन सक्नुहुन्छ। अब चाहिँ हामी यसको चाहिँ सोल्युसनतिर लगाउँ है। यो चाहिँ मैले फेरि यहाँ फ्रिक्वेन्टली आस्क्ड क्वेसन अफ सेयर्स फिक्स 5 मार्क्स इस्यु अफ सेयर भनेर लेखेको छु। हामीले चाहिँ फर्मेट बनायौँ, अनि चाहिँ यो चाहिँ अब यो फर्मेट भयो। अब एप्लिकेसनको एलोटमेन्टको चाहिँ जर्नल बनाउने, यहाँ चाहिँ एलोटमेन्टको जर्नल बनाउने भनेपछि हामीले चाहिँ एलोटमेन्टबाट सुरु गऱ्यौँ है। एलोटमेन्टमा चाहिँ अब चाहिँ जर्नल, अब त्यो सामान्यतया सबै जर्नल एउटै हुन्छ। अब यो चाहिँ जान्नुभएकै कुरा होला। हामीले चाहिँ लास्ट आवरमा चाहिँ पास भन्दा पनि फिक्स क्वेसनको चाहिँ सोल्युसन गरेर देखाएको। हजुरहरूलाई चाहिँ अरू नजानेको क्वेसन छ भने पनि मलाई चाहिँ त्यहाँ एसएमएसमा भन्नु होला, म फेरि भिडियो बनाएर अपलोड गर्नेछु। एलोटमेन्टको जर्नल चाहिँ अब सेभै भयो। अलिकति मैले यहाँ यस्तो लेखेको छु, सेयर एलोटमेन्ट अकाउन्ट डेबिट टु सेयर क्यापिटल अकाउन्ट। अब चाहिँ